बाध्यताले लाउनुहुन्छ किनभने उहाँको बरफ जस्तो जमेको स्तन छ। यो स्तनले कस्नुहुन्छ माथि र ब्रा अलिक बलियो खालको र मोटो ब्राले त्यो स्तनले माथि कस्नुहुन्छ भने उहाँको स्तनको अगाडिको भाग अथवा मुन्टा एकदमै सानो र गाढा कालो खालको मुन्टा छ। यौन सम्पर्कको बेलामा यो मुन्टाले जिब्राले चलाइदिएर जो बेला बखत त्यही जिब्राले टिसीमा चार्दाखेरि पनि अनुभव राम्रो देखिन्छ भने उहाँले प्राय लाइभ बस्दाखेरि यो योनी छोप्ने अथवा पुती छोपिएका टिकटक स्टारहरूभन्दा अलिक एक्स्ट्रा खालको र योनी हेर्दा चाटुम लाग्ने र चाहिँ अब टिसी भन्छ योनीको कोसाको माथिल्लोपट्टि डाँडा हुन्छ त्यसलाई टिसी भन्छ, जिब्री पनि भन्छ। अब इङ्ग्लिस भाषा अङ्ग्रेजी कतिले बुझ्दैन। त्यो टिसीमा पहिला औँलाले कुटु औँलाले चलाएर अलिकति पानी झारेर जिब्राले चाट्ने हो भने अनुभव राम्रो हुने देखिन्छ। र उहाँको योनी अलिकति रन्किने तातिने हुँदाखेरि उहाँ लाइभ बस्दाखेरि पेन्टीहरू लाउनुहुन्न, लुगाले ढाक्नुहुन्छ, कम्मलले ढाक्नुहुन्छ र बेला बेला हम्काउनुहुन्छ भने उहाँको उत्तेजना अथवा उहाँले कुन बेला यौन सम्पर्क गर्न मन लाग्छ भने यो सुत्ने बेलुकी पख गर्न मन लाग्दो रहेछ। र हस्तमैथुन उहाँले हप्तामा 3 दिन हस्तमैथुन लगातार गर्नुहुँदो रहेछ र उहाँको हस्तमैथुन गर्ने तरिका अर्को छ। उहाँले हस्तमैथुन गर्दाखेरि सिरानीमाथि बस्नुहुन्छ र यो खुट्टाले अलिकति यो तरिकामा गर्छु। यो खुट्टालाई हाम्रो कमिसजीले यो हस्तमैथुन गर्दा खुट्टालाई उत्तानो पारेर काँधे पारमा र उहाँको बेस्ट पोजिसन भनेको काँधे हो। ठ्याक हान्दाखेरि यौन सम्बन्ध चाहिँ काँधे, यो दुईटा खुट्टाले काँधमा राखेर जो लिङ्गको अभावमा उहाँले योनीलाई सुल्ट होइन उल्टो चलाउनुहुन्छ। जो औँला तल हाले र माथि च्याप्ने, त औँला हाल्ने टिसीतिर घोट्ने, औँला हाल्ने माथि घोट्ने, औँला हाल्ने माथि घोट्ने, लगातार औँला हाल्ने माथि घोट्ने। र उहाँको योनीको यो साइज हेर्दाखेरि योनी केही मात्रामा यो खुकुलो र चाहिँ यो उत्तेजनाको बेलामा योनी अलिक खुकुलो र रन्किने चम्किने र योनीभित्रको त्यो मांसपेशीहरू चुमुक भइरहेको हुँदाखेरि चाहिँ उहाँको योनीबाट पानी बेला बखत तिरिक्कै आउने, बेला बखत चाहिँ ती दलिने, बेला बखत चाहिँ योनीको पानी ती सुक्ने देखिन्छ भने अहिले यो रिसेन्टली अवस्थामा उहाँले मोटो कालो नसाले बटारिएको लिङ्गको आवाज पनि गर्नुभएको छ। उहाँले कन्ट्रोल गर्नुहोस्, कमिसजी कन्ट्रोल प्लिज कन्ट्रोल। एकछिन एउटा कुरा भन्छु, 1 मिनट। तारा सिंह थ्याङ्क यू, 8840 थ्याङ्क यू, सम्झनाजी थ्याङ्क यू, राजन थ्याङ्क यू, भोइस क्लिप थ्याङ्क यू, रेड जोन थ्याङ्क यू। ल सबैले माया छ, बिरामी भएको छन् कि भन्ने डर पनि छ। अब अर्को एउटा काम लाग्ने कुरा भनेर जान्छु र यो तमाम महिला दिदीबहिनीले पनि एकमा हामी खेल्छौँ। र उहाँले जो आफ्नो योनी चलाउँदाखेरि अथवा जो पुत्ती चलाउँदाखेरि उहाँले औँला योनीमा राखेर उल्टो चलाउनुहुन्छ र उल्टो चलाउँदाखेरि अरूले कतिले तल गर्छन्, स्वार्सर गरेर फिटी गरेर अलिकति आफ्नै तरिकाले भिडियो हेरिरहन्छ, आफ्नो श्रीमानसँग भिडियो कल गरेर हुन्छ उहाँले चलाउनु। तर उहाँले चाहिँ आफ्नो पुत्ती आफ्नो योनी उहाँले उल्टो चलाउनुहुन्छ। औँला हाल्ने स्वाट्टै माथि तान्ने, औँला हाल्ने माथि स्वाट्टै तान्ने। त्यो एउटा चाहिँ नि पाकेको आँपभित्र औँला हालेर चाटे जस्तै गरेर जस्तै। र उहाँको त्यसो गर्दाखेरि हामीभन्दा बाठी हुनुहुन्छ। उहाँ त्यसो गर्दाखेरि एक पन्थ एक काज, योनीको कोसा पनि छुने र टिसी पनि छुने, योनीको कोसा पनि छुने र टिसी पनि छुने गर्दाखेरि तपाईँको चाहिँ अलिकति यो योनीको टिसी अलिकति गाढा भएको छ। तपाईँले हस्तमैथुन गर्दाखेरि औँला पहिला भित्र राख्नुहोस् र त्यो औँलाले यसरी भन्दा पनि फिटी चलाउनुहोस्, अप डाउन मात्रै गर्नुहोस्। तपाईँले सिक्किल भएन भने योनीभित्र रहेको औँलाले लिङ्ग मानेर त्यसले यसरी जाँतो जस्तो घुमाउने पनि गर्नुहोस्। जाँतो जस्तो घुमाएर त्यो छलछल्ती आएको पानीलाई जान दिनुहोस्, त्यो पानीले जान दिनुहोस्। किनभने महिला मित्रहरूको योनीबाट आएको पदार्थ एसिड जस्तो हुन्छ, अलिकति गनाउने, अलिकति हानिकारक हुन्छ। तर पुरुष मित्रहरूको लिङ्गबाट आएको शुक्र अथवा जो हस्तमैथुन अथवा सम्भोगको बेलामा कचा गरेर लास्टमा अलिकति श्वास बढ्छ। पुरुष मित्रहरूको यौन सम्पर्कको बेलामा त्यो चाहिँ के भने त्यो एउटा चाहिँ भगवान्ले दिएको प्रसाद बाँडे है भनेर है लाइक हुन्छ नि, ल प्रसाद आयो है भनेर अन्तिम सङ्केत हो। यदि केटाहरूले पैसा तिरेर ठ्याक हान्न गएको छ भने, केटाहरूले पैसा तिरेर कोठीतिर गएको छ भने मात्रै झारिसकेर पनि नझारेको नाटक गरेर एकछिनसम्म रन्काउँछन्। अब झारेको त थाहा भइहाल्छ महिला मित्रहरूलाई, कि त पाठेघरमा झिरिक हुन्छ, लिङ्ग चल्छ, कि नत्र सास बढ्छ र ढड्कन बढ्छ। त्यही भएर महिला मित्रहरूसँग यौन सम्पर्क गर्दा महिला मित्रहरूको हात पुरुषको छातीमा हुन्छ। त्यो चाहिँ अब मलाई नथी चाहिँ भयो भनेको होइन, ढड्कन छामेको हो। सामान्यतै यौन सम्पर्क गर्दाखेरि पुरुष मित्रहरूको ढड्कन बढ्न थालेपछि अब माल आउन आँटो, अब यसले विष छर्किन आँटो, अब विषादी निकाल्न आँटो है भनेर महिलालाई थाहा हुन्छ। 1500 रुपियाँ च्याट, 2000 च्याट,
छोटोसम्म त्यसरी थाहा पाउनुहुन्छ है। र कतिपय महिला मित्रले चाहिँ जस्तै अब सही तरिकाले कन्डम प्रयोग गरिएर यौन सम्पर्क गरिएको छ भने त्यो कन्डमको अगाडिको भागमा शुक्रकीट जन्मेपछि यौन सम्पर्क चाहिँ ल्यासक हुन्छ, जो योनिका कोसाहरू घोर्दाखेरि थाहा पाउँछन् भने हाम्रो जो कमिक्षाजीको योनि, उहाँको योनि एकदमै बाख्रे पुतली र उहाँको योनिमा यो लिङ्ग राख्दाखेरि भित्रै लाने खालको योनि छ, जब चुस्ने खालको। कतिपय योनिहरू बाख्रे पुतली क्याटेगोरीमा पर्छन्, यस्ता योनिहरूको टुप्पीमा लिङ्ग राख्दाखेरि आफै तान्ने, अटोमेटिकली तान्ने हुन्छ। र कतिपय चाहिँ एउटा चाहिँ नि लाटो योनि हुन्छन्, जस्तै हाम्रो मम ड्याडको, आर्जु बहिनीको, र उहाँहरूको चाहिँ लाटो पुतली। अब बाक्लो पनि हुने, त्यो ड्याम लिङ्गले त्यो योनिमा पिर्दाखेरि पनि र कसिकन चाहिँ बलजफ्ती लाएर लिङ्गलाई उत्तानो पारेर टिसीमा घडाक घोर्दाखेरि पनि आयाथा नहुने हुन्छ। र हाम्रो कामिक्षाजीको जस्ता क्याटेगोरीको योनिले चाहिँ अलिकति टिसीलाई यताउता लिङ्गले चलाएपछि चलाखो भएर पानी फ्यारिहाल्ने, अनि ठ्याक्कै चाहिँ त्यो प्रवेशद्वार अथवा दुलोमा लिङ्ग राख्ने बित्तिकै आफै स्वाटै तान्ने खालको क्याटेगोरीको योनि छ उहाँको है। र तपाईँले यो बोलिरहँदाखेरि तपाईँले उत्तेजना भयो कि भएन म्याडम? उहाँलाई उत्तेजना भन्दा पनि उहाँको माथिको मुख बोल्दैन, माथिको मुख नबोल्ने मान्छेको तलको मुख बोल्छ र तलको मुख बोल्ने मान्छेको माथिको मुख बोल्दैन। उहाँले उहाँको आवश्यकता डाइरेक्टली अहिले मोटो बटारिएको एकदमै बाङ्गो र एकदमै नसाले बटारिएको एकदमै आवश्यकता छ।